अस्तिको नामै थियो यो सब त्यस्तो जरा म्यामको ल हेलो एभ्रीवान हाई यस्तो भन्ने थियो एकजना चाहिँ एकदमै लुफी मङ्की मासु म चाहिँ यहाँ छु मेरो चाहिँ सेकेन्ड टाइम हो मिनीला ल अब चाहिँ हामी निक्लेको ल लेट्स गो भयो बौद्धमा छ हेलो Smile, hi, cheese. Hi. यो सब चाहिँ सुजाता म्यामको स्कुटीले हो यहाँ न यहाँ तल फेरि पुरै मासुमा हान्दिएर सुजाता म्यामको स्कुटीमा घचारेको त यस्तो भइरहेको कस्तो भयो त थ्याङ्क यू हो के हुन लान्छ लानेले ल जाऊ मोहिनी झर्ना थाहा नि तपाईँहरूलाई ल यही हो मोहिनी झर्ना हानेको हजुर मोहनी लाउँछ मोहनी यो झर्नाले त्यहाँ गयो भने नबिना नजानु मोहनी लाग्छ त्यहाँ गयो भने ल जानु त एकचोटि थाहा पाउँछ तपाईँले ल मोहन ला तपाईँलाई यही झर्नामा बस्छु जस्तो हुन्छ क्या यो चाहिँ तपाईँको लाउके झर्ना है लाउके झर्ना कता झर्ने होइन ओ यहाँ अक्टोपस झर्ना यहाँ होइन कुनै पनि होइन गफ यहाँको भ्यू चाहिँ यस्तो देखिरहेछ होइन अस्तिमा आउँदा चाहिँ झर्नाहरू थिएन अहिले चाहिँ मनसुन भएर सानो के भन्ने अब कुलो भन्ने कि यहाँको मान्छेहरू त कुलो भन्छ तर अब हाम्रो लागि चाहिँ झर्ना हो क्या यो मिनीलाम जाने बाटोमा चाहिँ सानो खोला छ अनि अघि हामीले चाहिँ हिलो बनाएर आएको अब हामी यहाँ सफा गर्छौँ उहाँहरूको चाहिँ नयाँ स्कुटी कति दिन भयो अरे म्याम तपाईँले किनेको लास्ट खोला हो यो अब चाहिँ हामी यहाँ आइपुग्यो यहाँबाट चाहिँ हामी माथि जानुपर्ने हुन्छ है मिनीलामको लागि चाहिँ यहाँ माथिबाट जानुपर्ने हुन्छ कस्तो क्युट मिनी झर्ना रहेछ है त्यहाँ काठमुनि चाहिँ सर्प देखेर हामी भागेर यहाँ आएर खिच्दैछौँ होइन तर हेर्नुहोस् न वाउ ओबोले झर्ना कस्तो लाग्यो पुग्यो हाम्रो चाहिँ अब स्कुटीहरू यहाँ के चाहिँ छैन यो अलिकति उकालो त्यसपछि अलिकति हिँड्ने 10 मिनट अहिले चाहिँ हामी माथि हिँड्दैछौँ अनि म चाहिँ हिँड्दैछु लुगा चाहिँ चेन्ज सक्यो अनि सबैजना पछाडि हुनुहुन्छ अनि यता हुनुहुन्छ अगाडि स्कुल जानु लाग्यो त्यो अर्को यहाँ हुनुहुन्छ स्कुल जानु लाग्छ सबजना लौ न हिँड्नुलाई सुरु भएर लौ हामी चाहिँ आइपुग्यौँ है यही हो यहाँ हेर्नुहोस् न हाम्रो ग्याङ चाहिँ पुरा होइन कसैले लिएर जन्ती घाँसो देखिरहेछ कि अब
अबे मेरा हॉस्टल म दौडेर उता अहिले चाहिँ हामी माथि आइसकेको छौँ है यहाँको भ्यू चाहिँ राम्रै छ अस्ति नै पनि राम्रै थियो आज पनि राम्रै छ अनि यहाँ म्यामहरू इन्जोय गर्दै हुनुहुन्छ अनि म चाहिँ यहाँ यसो तपाईँहरूलाई भ्यू देखाउँदैछु फेरि पनि मेरो सेकेन्ड टाइम हो म चाहिँ 2 मन्थ अगाडि पनि आएको थिएँ अनि अब चाहिँ हामी खाना खान जाँदैछौँ अब उनीहरू चाहिँ उता माथि टिकटक बनाइरहेछ नि हामी चाहिँ हिँडिसक्यौँ लगाएर अब चाहिँ हामी उता माथि गएर खान्छौँ त्यहाँ चाहिँ अलिकति फोहोर रहेछ त्यही भएर हामीले खाएनौँ अनि त्यही हो अब हामी माथि गएर देखाउँछ यही नि स्ट्रगल गर्नुपर्छ त हेलो हेलो सम्झनु म्याम बाटाले हाल्नु न बाटाले यो स्ट्रगल त रियल भएन है हाम्रो हाम्रो बाबाहरूको पालामा कहाँ पहाड चढेर तिमी चढ्यौ है यिनीहरूलाई यहाँ सरी तिमी चढ्यौ त अनि दुईजना सुन्नु न दुईजना त त्यही चियाबारीमै हराउँदो रहेछ अरे हेर्नु न देख्दैन खोइ त्यो अर्को त पछाडि ए सुस्मिता हरायो भने बातमा क्या छिटो अगाडबाट हरायो कस्तो डिलिसियस देखिरहेको छ हेर्नुहोस् न हाम्रो खानेकुरा हाम्रो नर्स म्याम चाहिँ कस्तो मिठो वाउ चकलेट छ हामी चाहिँ अहिले खाएर भ्याइसक्यो अनि यहाँ चाहिँ जुकाउँदो रहेछ अलिअलि सानो यहाँ तपाईँको जुगाड टोका ठाउँमा अलिकति चुरुक हुन्छ नि थाहा छ भाउ जस्तो हुन्छ टुक्नु पाएन यहाँ चाहिँ अलिकति टिकटक चलिरहेछ कि यहाँ हेर्नुहोस् न टिकटकको लागि कति मिहिनेत गर्दैछ हेर्नुहोस् न उयो डान्स टिचर हेर्नु हाम्रो कस्तो लाग्यो त प्रेग्नेन्ट कस्तो लाग्यो लडेको कसैले देखेन देखेन नि भाउ कस्तो लाग्यो लडेर अनि ठाउँ चाहिँ कस्तो लाग्यो लडेर त त्यस्तो लाग्यो ठाउँ चाहिँ कस्तो लाग्यो वा कस्तो लाग्यो तिमीलाई बहिनी ठाउँ धेरै राम्रो लाग्यो धेरै धेरै राम्रो लाग्यो तपाईँलाई भन्नु अबुई कस्तो लाग्यो तपाईँलाई पानी होइन क्या यो ठाउँ दामी लाग्यो तपाईँलाई तपाईँलाई कस्तो लाग्यो अरे एकदम राम्रो लाग्यो अबुई अहिले चाहिँ म यहाँ सानो खोलामा छु यता छ अरूहरू चाहिँ ल यहाँ चाहिँ यस्तो छ हालत
एडभेन्चर हुँदैछ है अझै भिजेर ल पानी नै भिजेछ एकजना भाग्यो म त यस्तो हालतमा छु है अहिले वाह वाह वाह